हाई 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 हेलो नमस्ते। आराम हुनुहुन्छ सन्चै हुनुहुन्छ? म ठिक छु, म पनि सन्चै छु। आज विशेष खाना बनाउनको लागि म भान्सातिर छु। आज खाना बनाउने पालो चाहिँ आज मेरो पालो परेको छ। विशेष खुसी लागिरहेको छ। खाना बनाउनु पालो चाहिँ म खुसी छु। आज धेरै दिनपछि सबै भेला भएको छौँ हामी, फ्यामिली परिवार हामी जम्मा भएको छौँ। त्यसको उपलक्ष्यमा चाहिँ आज म खाना बनाउन लागेको छु। देख्न सक्नुहुन्छ यहाँ सुँगुरको मासु अनि यहाँ मैले काटिसके आलु, भाइले ल्याइसक्नु भएको छ यहाँ धनिया, अनि म राख्न गइरहेको छु यो डस्टबिनमा प्लास्टिक। त राखिन, काम लाग्छ कुनै बेला। के छ सबै हल्लीचल्ली? सबै ठिकै छ होला आशा गर्दछु। ठिकै, सबैजना ठिकै हुनुहुन्छ होला। म ठिकै छु, सन्चै छु। आज आनन्दले खाना बनाउन लागेको छु। ढिला ढिला भइरहेछ अलिकति। आज काम पनि गरेँ दिउँसो। आज त्यत्तिकै टाइम मिल्थ्यो, पढेन, त्यत्तिकै रुममा बसेर थोरै काम थियो, त्यही भएर आज पढ्नु पनि भ्याइन। एकैछिनपछि पढ्छु भनेर सोचिरहेको छु, हेरौँ के हुन्छ। त्यसपछि यस्तै छ, नेपाली हो। नेपाली भइसके पछाडि सबै बवाल होइन। खुसी हुनु, खुसीको त कुरै नगरौँ। संसारमा नेपाली जति खुसी हुने देश, जुनसुकै देशका नागरिक भन्दा चाहिँ अलिकति फरक छौँ हामी। नेपाली भइसकेपछि हामी यति खुसी हुन्छौँ कि होइन, संसारकै सबैभन्दा खुसी हुने जनतामध्ये नेपाली एक हो भनेर 2-3 वर्ष अगाडि अहिलेका हाम्रो सम्मान्य प्रधानमन्त्री केपी ओली शर्माले भन्नुभएको थियो। त्यति खुसी छौँ हामी, पुरै नगरौँ, खुसी छौँ। 2 दिनको जिन्दगी खुसी हुनुपर्छ, त्यहाँ म सहमत छु। र कुरा गरौँ, आज म खाना कस्तो खालको बनाउँछु। मिठो खालको पक्कै पनि खाना बनाउँछु। धेरै दिनपछि खाना बनाउँदैछु। खाना बनाउने पनि हाम्रो पालो सिस्टम हुन्छ। आज मेरो पालो, आज जिम्मा मेरो छ। त्यसपछि कुरा गरौँ। हल्का फुल्का गर्मी चलिसकेको छ काठमाडौँ भन्दा पनि हल्का फुल्का जाडो पनि छ, हल्का फुल्का गर्मी पनि भइरहेछ। जस्ट मिक्स भइरहेछ एक अर्कामा, मिक्स। त्यति गर्मी पनि होइन, त्यति जाडो पनि होइन, आधा गर्मी आधा जाडो भइरहेको छ। खुसी लागिरहेछ। जस्ट धेरै दिनपछि अस्ति पानी परेको थियो, त्यसको प्रभाव राम्रो परेको छ। कि गर्मी महसुस गरेका छौँ। दिउँसो चाहिँ बिहान बेलुका चाहिँ हल्का फुल्का चिसो भइ नै हाल्छ। त्यही भएर म फेरि अलिकति चिसो चाहिँ धेरै महसुस गर्ने मान्छे हो। गर्मी पनि धेरै नै महसुस गर्ने मान्छे हो। अलिकति गर्मी बढ्यो कि गर्मी महसुस गर्ने मान्छे, अलिकति जाडो बढ्यो कि जाडो पनि महसुस गर्ने मान्छे भित्र म पर्छु। हे त्यसपछि चाहिँ अब यस्तै हो जिन्दगी, उडाचढाव भइ नै रहन्छ। जिउनु पर्छ, हाँसेर जिउनु पर्छ, नाचेर जिउनु पर्छ, बोलेर जिउनु पर्छ, आफ्नो मनभित्रको कुरा पोखेर जिउनु पर्छ भनेर भन्छौँ हामी होइन। त्यही हो, खुसी हुनु सबैभन्दा ठुलो कुरा भन्छ। खुसी हुनुपर्छ। खुसी नभए पनि कोटी खुसी हुनुपर्छ। खोजी खुसी हुनुपर्छ। यो मान्यता मेरो हो। त्यस्तै छ। खाना खानुभयो तपाईँहरूले? जाडो छ है, चिसो छ, हल्का फुल्का। यो केसपट्टा भन्छ, सिन्कौलीको पात भन्छ हाम्रो गाउँतिर चाहिँ। यो केसपट्टा, यो बफ यो हुन्छ, यो पप, यो सुँगुरको मासु। सुँगुरको मासुमा पल्केर हो, अलि अलि गरी गरी आउँछौ झल्केर हो।
तिमीको माथमा पर्खेर हो तिमीको माथमा पर्खेर हो तिनीहरूले हड्डी हड्डी मात्रै लागेको क्या कस्तो हड्डी हड्डी लागेको यार ए हड्डी पनि माथिदेखि निस्केको त केही छैन केही छैन हड्डी बारे पनि केही छैन म यति गीत बनाउँछु हड्डी पनि त बाहिर निस्न सक्छ होइन यस्तो मिठो रुगाले म आज खाना बनाउँछु हेर्छ म खुसी मान्छे म त्यत्तिकै खुसी मान्छे मासु बनाउनु पाउँदा झन् खुसी हुन्छ मासु बनाउनु पाउँदा खुसी नहुने कुरै छैन होइन यस्तो त गाई खाना मन छ भने आउनुहोस् है मेरो रुममा गाइस एक दिन म यस्तो मिठो गरेर खाना बनाउनेछु खाना यति मिठो बनाउनु म यस्तो मिठो बनाउनेछु कि 1 2 3 4 त फगिरहेछ है मैले बनाएका खुसीहरू आज कपाल पनि काटियो ह्यान्डसम देखिरहेको छ आफैलाई हेर्दा त्यति ह्यान्डसम छैन म आफै माथि ह्यान्डसम मान्छेले भन्दा विश्वास नलाग्ने संसारको मान्छे मध्ये म पनि एक हो आफैलाई ह्यान्डसम लाग्दैन मान्छेले भन्दा त के पट्याएर आफैलाई चाहिँ लाग्दैन के बाल होइन